Hello guys, welcome to my mini vlog. आज म चाहिँ दसैँको लागि घर जाँदैछु। काठमाडौँमा चाहिँ अलिअलि चिसो र पानी परिरहेछ। म चाहिँ सुमो काउन्टर जानको लागि जाँदैछु। अब चाहिँ म सुमोभित्र पसिसकेको छु। आज हिँड्न सक्नुहुन्छ हजुरहरूले। माछा पुग्नुमा यति जाम थियो कि यति जाम थियो। बल्ल तल्ल जामबाट निस्केँ। एकदमै बर्खाको बेला जस्तै भइरहेको थियो। हामी सुमोभित्र त्यत्तिकै गए। हिँड्न सक्नुहुन्छ। दसैँको लागि मान्छेहरू कति धेरैजना गाउँ गइराख्नु भएको छ। यति धेरैजना मान्छे बाटोमा चाहिँ बाइक अनि त्यसपछि स्कुटर, कति सुमो, सानो गाडीदेखि ठुल्ठुलो गाडीहरू कति धेरै थियो कि। बिस्तारै मौसम नि खोलेर कस्तो राम्रो भएछ। भर्खर अहिले चाहिँ मौसम खोलेर कस्तो दसैँ भाइब्स आइरहेको छ। अघि त कस्तो बर्खामा चाहिँ ट्राभल गरेँ जस्तो लागिरहेको थियो मलाई। बट अहिले चाहिँ घाम लागेर मस्त छ। यस्तो झ्यालबाट हेरेर भिडियो बनाउन खोजेको थिएँ। कति धेरै झर्नाहरू देख्न पाउनुहुन्छ तपाईँहरूले अहिले रसुवा जाँदाखेरि। मैले चाहिँ खाजामा यो समोसा एउटा लिएर खाएँ। अनि बिस्तारै हामी घाम लाग्दा चाहिँ गर्मी भएर मैले चाहिँ आफ्नो हुडी फुकालेँ। त्यसपछि झ्यालबाट आवाजहरू आइरहेको थियो साथीहरू। अनि मजाले अब चाहिँ हामी दुन्चेको आर्मी ब्यारेकमा आइपुगेँ। त्यसको लागि चेकिङ भइरहेको थियो। अनि एकैछिनमा हामी गाडीभित्रै बसेँ। फाइनली अब चाहिँ गाउँ आइपुगेँ। हेर्न सक्नुहुन्छ हजुरहरूले मेरो गाउँ कस्तो लाग्यो। थ्याङ्क यू फर वाचिङ। अनि तपाईँहरूले मेरो गाउँ कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।